नमस्कार। पैसाको कुरामा यहाँहरूलाई स्वागत छ। 2082 जेठ 30 गते नेपाल राष्ट्र बैंकले एउटा 3 सदस्यीय कार्यदल गठन गर्छ, जसको नाम बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल भनेर राखिन्छ। र यो 3 सदस्यीय कार्य समितिमा रेवत बहादुर कार्की संयोजक हुनुहुन्छ, भुवन कुमार दाहाल सदस्य हुनुहुन्छ र गुरुप्रसाद पौडेल सदस्य सचिव हुनुहुन्छ। यो 3 सदस्यीय कार्यदलले 2082 असार 31 गते लगभग 125 पृष्ठ लामो सुझाव पेश गर्छ। अहिलेको बैंकिङ क्षेत्रमा जुन विषम परिस्थिति हामीले भोगिराखेका छौँ, देखिराखेका छौँ, यी सबै कुराहरूलाई सुधार गर्ने त एउटा पाटो छँदैछ। बैंकिङ क्षेत्रको एज अ होल लङ टर्म सुधार गरेर जान सकिने कुराहरूलाई यो प्रतिवेदनले उल्लेख गरेको छ। यदि यो सुझावहरूलाई वास्तवमै कार्यान्वयन गरेर जान सकिने हो भने बैंकिङ क्षेत्रको रिभोल्युसन नै भएर जान्छ जस्तो मलाई लाग्छ। केही सुझावहरू तत्कालै राष्ट्र बैंकले गर्न सक्ने अवस्थाको देखिन्छ। केही सुझावहरू 1 वर्ष यति भित्रमा ऐन कानुनहरू संशोधन गरेर विस्तारै गर्दै जान सक्ने देखिन्छ भने केही अझै लङ टर्ममा जाने सक्ने किसिमको सुझावहरू देखिन्छ। यो बैंकिङ क्षेत्रको सुझावको हामीले कुरा गर्दै गर्दा यसको स्कोप भनेको चाहिँ बैंकले सुधार्नु पर्ने मात्रै कुराहरूभित्र पर्दैन। जस्तै कृषिमा राज्यले कस्तो नीति लिन्छ भन्ने कुराले कृषि कर्जालाई कसरी प्रभाव पार्छ भन्ने कुराहरूलाई फरक पर्ला र ती राज्यले प्रायोरिटीमा राखेका क्षेत्रहरूलाई अगाडि बढाउनको लागि नेपाल राष्ट्र बैंकले नीतिगत सुधारका कुराहरूमा परिमार्जनहरू गर्ने र बैंकले पनि त्यो अनुसारले चाहिँ लगानीका कुराहरूलाई अगाडि बढाउने गर्यो भने मात्रै ती चिजहरू चाहिँ समग्रमा सुधार भएर जान्छ। साह्रै नै मेहनत गरेर डिटेलमा चाहिँ यो कुराहरू आएको छ। यसको लिङ्क चाहिँ म डिस्क्रिप्सनमा राखिदिन्छु। तपाईहरुले राष्ट्र बैंकको वेबसाइटमा गएर पनि यो रिपोर्ट हेर्न सक्नुहुन्छ। यो धेरै नै डिटेलमा प्रस्तुत गरेको रिपोर्ट भएको हुनाले गर्दा हामी बुदागत रूपमा सबै छलफल गर्न यो भिडियोमा सम्भव छैन। हामी समरीमा भएका कुराहरूलाई मुख्यतः छलफल गर्छौं र केही सुझावका बुदाहरूलाई म रिलेभेन्ट हुने किसिमबाट यहाँ प्रस्तुत गर्न गइरहेको छु। आउनुस् अगाडि बढौं। यस्तो किसिमको भिडियोहरू बनाएर तपाईहरुमा आज लिएर आउन निकै मेहनत पर्दो रहेछ। त्यसैले तपाईहरुले यो च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने सब्स्क्राइब गरेर सहयोग गरिदिनु होला। यसमा 6 वटा क्षेत्रहरूलाई समेटेर सुझावहरू दिएको छ। पहिलो एजेन्डामा बैंकिङ नीति नियमनलाई उदार तथा विवेकशील, जोखिममा आधारित प्रभावकारी सुपरिवेक्षण र ग्राहक मैत्री बैंकिङ सेवाको विकासका सम्बन्धमा। 1 नम्बरमा स्वस्थ नियमन तथा बैंकिङका साथै ग्राहक मैत्री बैंकिङमा जोड दिँदै जोखिममा आधारित सुपरिवेक्षण प्रभावकारी बनाउन उच्च प्राथमिकता दिने नीति अवलम्बन गर्ने। बेसिक रेगुलेसन मोर सुपरभिजन भन्ने अवधारणालाई कार्यान्वयन गर्न बैंक तथा वित्तीय संस्थाहरूलाई प्रथम, दोस्रो र तेस्रो वर्गमा वर्गीकरण गर्ने। यसको लागि चाहिँ छुट्टै फेरि वर्गीकरण गर्ने आधारहरू पनि चाहिँ यसमा पेश गरिएको छ। त्यसमा चाहिँ डिटेलमा म गइन अहिले। तर मुख्य कुरा के भन्दाखेरि अहिले जुन सर्कुलर र परिपत्रहरू जारी गरिएको छ त्यो चाहिँ वान साइज फिट्स अल वाला छ। त्यसलाई चाहिँ पुनर्लेखन गर्नुपर्छ भन्ने कुरा विशेष गरी यसमा प्रस्तुत गरिएको छ। तेस्रोमा व्यवसायीको ऋण पाउने सुविधालाई संरक्षण गर्दै एउटै व्यक्ति बैंकर तथा ठूला व्यवसायी हुँदा सिर्जना हुन सक्ने द्वन्द्वको निराकरण हुने गरी बैंक तथा वित्तीय संस्थाको सञ्चालक समितिको संरचना तयार गर्नेतर्फ कदम चालिनुपर्ने। यो एकदमै महत्त्वपूर्ण कुरा छ र यो धेरै अगाडिदेखि उठिरहेको पनि विषयवस्तु हो। चौथोमा बैंक तथा वित्तीय संस्थाहरूले शाखा खोल्ने, स्थानान्तरण गर्ने तथा बन्द गर्ने सन्दर्भमा चाहिँ राष्ट्र बैंकको मापदण्ड अनुरूप गरी नेपाल राष्ट्र बैंकलाई जानकारी मात्र दिए पुग्ने व्यवस्था गर्ने भनेको छ। यसको त सर्कुलर पनि जारी गरिसक्यो जस्तो लाग्छ राष्ट्र बैंकले। यो निर्देशित क्षेत्र कर्जा भनेको डिरेक्टेड लेन्डिङको सन्दर्भमा यसमा यो डिरेक्टेड लेन्डिङको एरिया क्षेत्रहरू पनि सीमित भएको, यही भइरहेकोमा पनि चाहिँ निष्क्रिय कर्जाहरू चाहिँ एकदम बढेर गएको। त्यसैले गर्दाखेरि कुन कुन क्षेत्र प्राथमिकता प्राप्त गर्नुपर्ने हो त्यो क्षेत्रको पुनर्आइडेन्टिफिकेसन गर्नु पर्यो। फेरि हेर्नु पर्यो कुन कुन क्षेत्रमा सम्भावना छ भनेर पहिला भएकोलाई पनि पुनरावलोकन गर्नु पर्यो र त्यो क्षेत्रमा कति कर्जा जान सक्छ, त्यसको क्यापेसिटी के हो त्यो हेरेर मात्रै चाहिँ कति चाहिँ डिजिटल लेन्डिङमा प्रवाह गर्ने भन्ने कुराहरूलाई हेरियो भनेदेखि बेटर हुन्छ भन्ने कुराहरूलाई यसले निर्देशित गरेको छ। र त्यस्तै गरेर यो ग्रीन ट्याक्सोनोमी सम्बन्धी कुराहरूलाई पनि प्रोत्साहन गरेर जानुपर्छ भन्ने कुरा प्रायोरिटीमा राखेको छ। अनि छैटौं पोइन्टमा हाम्रो नेपाली मुद्राको पनि एउटा साइन हुनु पर्यो, यो डलरको, युरोको जस्तै भन्ने कुरा छ। सातौंमा इन्फ्लेसनसँग रिलेटेड इन्डेक्सहरू चाहिँ छुट्टै निकायलाई दिनुपर्छ भन्ने कुरालाई भनेको छ। र अहिले हाम्रो राष्ट्रिय तथ्याङ्क कार्यालयको पनि क्षमता त्यो अनुसारले विकास भइसकेको हुनाले उसलाई ह्यान्डओभर गर्यो भने बेटर हुन्छ भन्ने कुरालाई मेन्सन गरेको छ यसमा।
8औं पोइन्टमा चाहिँ यो माइक्रो म्यानेजमेन्ट सूक्ष्म व्यवस्थापन नगरिकन नीति निर्देशनलाई चाहिँ बरु दिगो र प्रभावकारी बनाउनु पर्ने भन्ने कुरा जोड दियो। 9 नम्बरमा गरिबलाई घर दैलो सेवा दिने उद्देश्यले भनेको यो फाइनेन्सियल इन्क्लुजनको लागि भनेर लघु वित्त वित्तीय संस्थाहरूलाई खोलियो, तर त्यसको छुट्टै नियमन निकाय नहुँदाखेरि चाहिँ अलिकति अप्ठ्यारो परेको छ। त्यसैले बङ्गलादेश सहित अन्य केही देशमा जस्तै छुट्टै नियामक निकायको कानुनी व्यवस्था गरी स्थापना गर्नु अत्यावश्यक भइसकेको छ। तर त्यसको व्यवस्था नहुन्जेल चाहिँ यसको नियमन लघु वित्त विभागबाट अनिवार्य रूपमा गराउने व्यवस्था गराउनुपर्छ भन्यो। कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, सामाजिक सुरक्षा कोष जस्ता गैर ब्याङ्किङ संस्थाहरूको पनि नियमन गर्ने अलग्गै नियामक निकायको स्थापना गर्नुपर्छ भनेर 10 नम्बरमा भनेको छ। 11 नम्बरमा आगामी 2 वर्षसम्म नेपालभित्र नै विदेशी लगानी यो एसडीआर अन्तर्गतका सबै मुद्राहरूको 100% मुद्रा जोखिम करेन्सी रिस्क हेजिङको व्यवस्था गर्ने व्यवस्था मिलाउने भन्यो। यसले एफसीआईको जुन फ्लक्चुएसन हुन्छ त्यो फ्लक्चुएसनको रिस्क चाहिँ घटाउँछ। त्यस्तै विदेशी विनिमय सम्बन्धी नीति नियमलाई पनि थप उदार बनाउनुपर्छ भन्ने कुरा गरेको छ। 12 नम्बरमा कर्जा वर्गीकरण, नोक्सानी व्यवस्था, गैर ब्याङ्किङ सम्पत्ति र पुँजी कोष सम्बन्धी व्यवस्थाहरूमा अन्तर्राष्ट्रिय असल अभ्यास अनुरूप पुनरावलोकन गरी सुधार गर्ने। इन्डियामा चाहिँ हामीले हेऱ्यो भनेदेखि 1 वर्षसम्म ओभरड्यू भएपछि बल्ल सब स्ट्यान्डर्ड हुन्छ, अनि त्यसपछि आएर 3 वर्षसम्म त्यो डाउटमा रहन्छ र 3 वर्षपछि मात्रै त्यो लस क्याटेगोरीमा गएर 100% एलएलपी गर्नुपर्ने हुन्छ। हाम्रो नेपालको कन्टेक्स्टमा चाहिँ 1 वर्षपछि नै 100% लसमा जाने भएको हुनाले पनि एलएलपीहरू पनि बढेर गएको र यो अहिले गुनासोहरू पनि ज्यादा भएको, चाँडै लिलामी प्रक्रियाहरू अगाडि बढ्यो भन्ने पनि भएको देखिन्छ। त्यसैले यहाँ चाहिँ रिकमेन्डेसन के गरेको छ भने 3 महिनासम्म भाका नआयो भने सूक्ष्म निगरानीमा राख्ने, त्यो पनि 1% मात्र राख्ने। 3 महिनादेखि 1 वर्षसम्म भाका नआयो भनेदेखि त्यो बल्ल सब स्ट्यान्डर्ड हुन्छ, 25% प्रोभिजन। 1 वर्षदेखि 2 वर्षसम्म भाका नआयो भने डाउटफुलमा गयो अनि बल्ल 50% प्रोभिजन, र 2 वर्ष भाका नआएपछि मात्रै त्यो लस क्याटेगोरीमा गरेर त्यसमा 100% प्रोभिजन राख्ने व्यवस्था चाहिँ रिकमेन्डेसन गरेको छ। यो अझै इन्डियाको भन्दा कम हो, तर अहिले भएको प्रोभिजन अनुसार चाहिँ लगभग डबल नै फ्लेक्सिबिलिटी यसमा हुन्छ र अहिलेको समस्याहरू चाहिँ धेरै समाधान भएर जान्छ जस्तो मलाई पनि लाग्यो। 13 मा सूचना प्रविधि, साइबर सेक्युरिटी तथा भुक्तानी प्रणालीलाई थप बलियो बनाउनुपर्छ भन्छ। किन भन्दा अहिलेको यो पछिल्लो समय एकदमै धेरै इन्फर्मेसन टेक्नोलोजीहरूको चाहिँ युज भएको छ ब्याङ्किङमा, त्यसकारणले यो जरुरी पनि छ। 14 मा इमान्दार व्यक्ति तर्सु नपर्ने र बेमान व्यक्ति नउम्किने हिसाबले ब्याङ्किङ कसुर सजाय हुने अभ्यासतर्फ आवश्यक पहल गर्नुपर्छ भनेर चाहिँ दिएको छ सुझाव। 15 नम्बरमा ब्याङ्क तथा वित्तीय संस्था खोल्ने र विघटन गर्ने हालको नीतिलाई पुनरावलोकन गर्नुपर्छ भन्छ। 16 नम्बरमा स्तरीय विदेशी ब्याङ्क वा वित्तीय संस्थाको सेयरहरू भित्राउन चाहिँ प्रेरित गर्नुपर्ने खालका कामहरू गर्नुपर्छ भन्छ। 17 मा ब्याङ्क तथा वित्तीय संस्थाहरूको ब्याज दर र सेवा शुल्कहरूको एउटै ढाँचा बनाउने र त्यसलाई चाहिँ एकै ठाउँमा कम्पेयर गरेर हेर्न मिल्ने व्यवस्था पनि विकास गर्नुपर्छ भन्छ। 18 नम्बरमा ग्राहकले कुन सेवाको लागि कुन कागजात बुझाउनुपर्छ र त्यो कागज बुझाएपछि कति दिनमा काम सम्पन्न हुन्छ, यो सबै कुराको जानकारी वेबसाइटमा राख्नुपर्छ र यदि त्यो अनुसारले भएन भने गुनासो सुनवाई गर्ने कामलाई पनि चाहिँ अलिकति प्रभावकारी बनाउनुपर्छ भनेर भन्यो। र त्यस्तै गरेर 19 नम्बरमा सुपरिवेक्षण विभागको सुपरिवेक्षकीय क्षमता पनि अभिव्यक्ति गर्नुपर्छ भनेर भनेको छ। त्यस्तै यही पहिलो एजेन्डाभित्र नेपाल राष्ट्र ब्याङ्कको ब्याङ्क तथा वित्तीय संस्थाप्रतिको दृष्टिकोण भनेर पनि एउटा सुझावहरू राखेको छ। यसमा चाहिँ के भन्न खोजेको छ भने नेपाल राष्ट्र ब्याङ्क चाहिँ गार्जियन हो, उसले बदमासी गर्ने ब्याङ्कलाई चाहिँ कारबाही गर्ने, अन्जानमा गल्ती गर्नलाई सिकाइ र राम्रो काम गर्ने पुरस्कार दिएर चाहिँ कुशल व्यवस्थापकको दायित्व निर्वाह गर्नुपर्छ भन्ने कुरालाई हाइलाइट गरेको छ। त्यस्तै नेपाल राष्ट्र ब्याङ्कप्रति ब्याङ्क वित्तीय संस्थाहरूको पनि गुनासाहरू छन्, त्यसलाई पनि नेपाल राष्ट्र ब्याङ्क आफैले सुधारेर जानुपर्छ भन्ने कुराको रिकमेन्डेसनहरू गरेको छ। यसमा के गुनासाहरू छन् हेरौँ। ब्याङ्क तथा वित्तीय संस्थाहरूले तोकेको समयभित्र काम गर्नुपर्छ, तर राष्ट्र ब्याङ्कले जहिले गरे पनि हुन्छ, महिनौसम्म पनि निर्णय नभएर ब्याङ्कहरूलाई चाहिँ अप्ठ्यारो परेको छ। त्यसैले राष्ट्र ब्याङ्कले आफ्नो अथोरिटी र एकाउन्टेबिलिटीलाई चाहिँ सँगसँगै लिएर जानु पर्यो। त्यस्तै अर्को गुनासोमा नीति नियममा स्पष्टताका लागि लेखेको पत्रको जवाफ सामान्यतया दिइँदैन। तेस्रो गुनासोमा कुनै दुविधायुक्त परिपत्रमा बेनिफिट अफ डाउट ब्याङ्क वित्तीय संस्थालाई नै दिनुपर्नेमा सामान्यतया दिइँदैन। चौथो गुनासोमा कानुनको आफ्नै तवरले व्याख्या गरेर निर्णय गरिन्छ। अदालतबाट राष्ट्र ब्याङ्कलाई मुद्दा हरायो भने दुःखका दिन सुरु भए जस्तो हुन्छ र डरले अपवाद बाहेक कोही अदालत जाँदैन। पाँचौँ गुनासोमा राष्ट्र ब्याङ्कका कतिपय कर्मचारीहरूले सुशासन विपरीत कर्मचारी भर्नाका लागि फोन गर्ने, विज्ञापन दिनका लागि दबाब दिने कार्यहरू गर्नुहुन्छ। यी गुनासाहरूलाई निम्नानुसार न्यूनीकरण गर्न सकिन्छ भनेर जे यहाँ माथि भनेका समस्याहरू छन् त्यस्तो कुराहरू गरिदिनु भएन र एउटा अभिभावकको भूमिका राम्रोसँग निर्वाह गर्नु पर्यो भन्ने कुरा चाहिँ रिकमेन्डेसनमा लेखिएको छ। अब हामी कुरा गर्छौँ दोस्रो एजेन्डाको आर्थिक गतिविधि पूर्ण चलायमान बनाउन ब्याङ्किङ क्षेत्रले खेल्नुपर्ने भूमिकाका सम्बन्धमा।
यसमा पहिलो सुझाव छ निक्षेपकर्ताको हितमा सम्झौता नहुने गरी आवश्यक रिल्याक्सेसनहरू चाहिँ दिनुपर्छ। त्यस्तै गरेर सहुलियतपूर्ण कर्जाको कार्यक्रमको बाँकी सरकारी अनुदानको जिम्मा लिएर त्यसलाई तत्काल सञ्चालनमा ल्याउनुपर्छ पनि भनेको छ। तेस्रो नम्बरमा कोभिड पछि कतिपय व्यवसायहरू बन्द छन्, तिनीहरू सानो स्केलमा पनि सञ्चालन भइरहेको हुनसक्छ। त्यस्तो छ भनेदेखि चाहिँ त्यो व्यवसायहरू पुनः सञ्चालन गर्न अथवा चाहिँ स्केल वृद्धि गर्न चाहनेहरूलाई व्यवसायको सम्भावना हेरेर थप कर्जाहरू उपलब्ध गराउने व्यवस्था गर्नुपर्छ भनेर सुझाव दिएको छ। चौथोमा निक्षेपकर्ताको हित सर्वोपरि हुने गरी सेक्योर कर्जाको पुनर्संरचना तथा पुनर्तालिकीकरणको व्यवस्था गर्ने भन्यो। र पाँचौँमा ग्रामीण क्षेत्रमा रु 5 लाख र सहरी क्षेत्रमा रु 10 लाखसम्मको व्यवसाय कर्जा उचित धितोमा ब्याङ्क वित्तीय संस्थाबाट सरल र सहज रूपमा पाउने व्यवस्था गर्नुपर्छ भनेको छ। छैठौँमा लघुवित्त संस्थाबाट प्रदान हुने समूहगत कर्जा र धितोमा आधारित उद्यमशील कर्जाको सीमा वृद्धि गर्नुपर्ने कुरा गर्यो। सातौँमा आइटी र स्टार्टअप व्यवसायमा युवालाई प्रोत्साहन गर्ने कर्जा नीति लिनुपर्छ। 8 नम्बरमा कालो सूची सम्बन्धी व्यवस्थालाई पुनरावलोकन गरी सुधार गर्नुपर्ने र 9 नम्बरमा निजी क्षेत्रसँग प्रभावकारी समन्वय गर्ने संयन्त्रको विकास गर्नुपर्ने भनेर यो सुझावहरू दिएको छ। अब हामी गयौँ तेस्रो एजेन्डामा, जसमा ग्रामीण क्षेत्रमा कर्जा प्रवाहलाई प्रभावकारी बनाउन चाल्नुपर्ने कदमका सम्बन्धमा पहिलो सुझावमा ग्रामीण क्षेत्रमा राष्ट्र ब्याङ्क भन्ने कार्यक्रम सुरु गर्ने अनि प्रत्येक महिना गभर्नर आफै ठाउँ ठाउँमा जाने र चाहिँ त्यहाँको अवस्थाहरूको अवलोकन गरेर स्थानीयहरूसँग चाहिँ अन्तर्क्रिया पनि गरेर आवश्यक त्यहाँको माटो सुहाउँदो नीतिहरू चाहिँ परिमार्जन गर्ने काम गर्नुपर्छ भन्यो। अनि दोस्रोमा इच्छुक गाउँपालिकासँग मिलेर एउटा वित्तीय गुरु नियुक्त गर्ने, यो मेन्टरसिप गर्नुपर्छ। किन भन्दाखेरि पैसा मात्रै दिएर भएन, अब त्यहाँनिर चाहिँ परम्परागत हिसाबले चाहिँ कृषिहरू चलिरहेको होला, त्यहाँ हुनसक्ने हाई भ्यालु एडिसनका कृषि लगायत अन्य वस्तु तथा सेवाको सम्भावना पहिचान गरेर चाहिँ त्यसको लागि चाहिँ आवश्यक सहयोग गर्ने काम गर्नुपर्छ भनेको छ। अनि प्रत्येक पालिकामा कम्तीमा 1 हप्ताको उद्यमशीलता सहितको वित्तीय साक्षरता कार्यक्रम प्रत्येक वर्ष सञ्चालन गर्नुपर्छ, किनभने नलेजको एकदम जरुरी छ। नलेज नभइकन काम गर्दाखेरि धेरै चाहिँ बिग्रिरहेछ व्यवसायीहरू भन्ने किसिमको देखिन्छ। त्यसको लागि चाहिँ यसले बल पुग्छ भन्ने किसिमको सुझावको आशय जस्तो लाग्छ मलाई। र चौथोमा घर जग्गा धितोमा होइन कि नगद प्रवाहमा चाहिँ बढी जोड दिनुपर्छ र त्यसको लागि ब्याङ्क वित्तीय संस्थालाई प्रोत्साहन गर्नुपर्छ भन्यो। अब चौथो एजेन्डामा चाहिँ मर्जर र पोस्ट मर्जरका समस्याहरूको बारेमा चाहिँ सुझाव दिएको छ। यो मर्जर एक्विजिसन भन्ने कुरा चाहिँ हडबडमा गर्न हुँदैन। सफ्टवेयर प्रडक्ट आदि मात्रै नभएर मानव संसाधन चाहिँ राम्रोसँग यसमा चाहिँ मर्ज हुन जरुरी छ। त्यसैले सञ्चालकदेखि तल्लो तहको स्टाफसम्मै राम्रोसँग संयोजन हुने गरी चाहिँ मर्ज गर्नुपर्छ र यसको लागि पर्याप्त समय लिएर मर्ज गर्ने निर्णय गर्नुपर्छ, हडबड गर्न हुन्न भन्ने कुरा गरेको छ। अनि दोस्रो सुझावमा चाहिँ सञ्चालक समितिको अध्यक्ष र प्रमुख कार्यकारी अधिकृत चाहिँ नयाँ ल्याउनुपर्छ र यसको लागि संस्थाहरूलाई अध्ययन गर्न सुझाव दिने भन्यो। र तेस्रो पोइन्टमा नयाँ संस्थामा समान तहमा काम गर्ने कर्मचारीहरूको पारिश्रमिक निश्चित अवधिभित्रमा समान बनाउन सुझाव दिने। यो धेरैजसो ब्याङ्कहरूमा चाहिँ मर्जर पछि एउटै तहमा पनि दुईटा ब्याङ्कको चाहिँ एकदमै धेरै यो स्यालेरी बेनिफिट्सहरूमा डिफ्रेन्स हुँदाखेरि विवादहरू भएको, स्टाफहरूमा चाहिँ मिलोमतो नभएको समस्याहरू चाहिँ देखिया छ। यो कुरालाई एड्रेस गर्न खोजेको छ। अनि चौथो पोइन्टमा यो स्वाप रेसियोको कुराहरू सम्बन्धित संस्थाहरूलाई नै डिसिजन दिनुपर्छ। नेपाल राष्ट्र ब्याङ्कले चाहिँ चाँडो सम्पन्न गर्नको लागि सहजीकरण गर्ने मात्रै काम गरे हुन्छ भनेर चाहिँ भनेको छ। पाँचौँमा क्रस होल्डिङ भएका संस्थाहरूलाई मर्जरमा जाने व्यवस्था गर्नुपर्छ भन्यो। अब हामी कुरा गर्छौँ पाँचौँ एजेन्डाको नेपाललाई ग्रे लिस्टबाट हटाउन केन्द्रीय ब्याङ्कले खेल्नुपर्ने भूमिकाका सम्बन्धमा। पहिलो सुझावमा वित्तीय जानकारी इकाइ यो एफआइयुले ग्रे लिस्टबाट हटाउन थप सशक्त रूपमा विशेष भूमिका खेल्नुपर्ने भनेको छ। 2 र 3 नम्बर पोइन्टमा चाहिँ के भन्न खोजेको छ भने राष्ट्र ब्याङ्कको भूमिका एकदमै महत्त्वपूर्ण छ। त्यसैले 2 वर्षभित्र ग्रे लिस्टबाट हटाउन समयबद्ध तालिका अनुसार आवश्यक कार्यक्रमहरू सम्पन्न गर्नका लागि राष्ट्र ब्याङ्कले निकै सक्रिय हुनुपर्ने भनेर सुझाव दिएको छ। अब यसको डिटेलमा चाहिँ राष्ट्र ब्याङ्कले के गर्नुपर्ने भन्ने कुराहरू पनि दिएको छ। अब त्यो सबै कुराहरू चाहिँ हामीले यहाँ डिस्कस गर्न सम्भव छैन। अब हामी 6औँ एजेन्डाको कुरा गर्छौँ, जसमा पुँजी बजार विकासमा केन्द्रीय ब्याङ्कको समन्वयात्मक भूमिकाका सम्बन्धमा। 1 नम्बरमा केन्द्रीय ब्याङ्कबाट नेप्समा पठाउने प्रतिनिधिलाई स्वार्थबाजी नहुनाले फिर्ता बोलाउनुपर्छ भन्यो। 2 नम्बरमा पुँजी बजार कर्जा प्रवाहको लागि विश्वको असल अभ्यासलाई अनुसरण गर्ने कुराहरूलाई प्राथमिकता दियो। तेस्रोमा सेयर कार्य सम्बन्धी क्षेत्रगत सीमा तोकिएपछि यो अन्य सम्पूर्ण व्यवस्थाहरू चाहिँ ब्याङ्क वित्तीय संस्थालाई नै छोडिदिनुपर्छ भन्ने कुरा गरेको छ। चौथो सुझावमा नेपाली लगानीकर्तालाई प्रतिकूल असर नगर्ने गरी एनआरएनहरूलाई पनि दोस्रो बजारमा भित्राउनुपर्छ। त्यसको लागि चाहिँ आवश्यक ट्याक्समा रिल्याक्सेसन्सहरू गरेर जाने भनेर यसमा भनिएको छ।
अनि 5औं पोइन्टमा इक्विटीमा भएको लगानीलाई नियामकीय पुँजीबाट घटाउने, किनभने यो त इन्भेस्टरले हालेको पैसा हो, यसमा लोनको पैसा भएन। त्यस्तै वासेल कमिटी अन ब्याङ्किङ सुपरभिजन को रेगुलेटरी एडजस्टमेन्ट फ्रेमवर्कलाई आधार बनाएर नियम जारी गर्ने भन्यो। 6औँमा ब्याङ्क तथा वित्तीय संस्था सम्बन्धी ऐनमा संस्थापक सेयरलाई साधारण सेयरमा परिणत गर्ने व्यवस्था पनि गर्नुपर्छ भन्यो। त्यसले गर्दाखेरि चाहिँ के हुन्छ भने पुँजी बजार चाहिँ अझै राम्रो भएर जान्छ। यसलाई 10 वर्षको चाहिँ समय दियो भने ठिक हुन्छ भन्ने कुरा गरेको छ। अनि 7औं पोइन्टमा राष्ट्रिय वाणिज्य ब्याङ्कको पनि 30% सेयर चाहिँ पब्लिकमा जाने भनेर 71 निर्णय भएकोमा त्यसलाई अगाडि बढाउनुपर्छ, पहल गर्नुपर्छ भन्यो। 8 नम्बरमा ग्रिन बन्डसहित विभिन्न किसिमका बन्ड मार्केट विकास गर्न नेपाल धितोपत्र बोर्डलाई सहयोग गर्ने भनेको छ। र 9मा सानो पुँजी भएका कम्पनीहरूको सेयर मूल्य प्रतिफलसँग नजोडिएको गुनासोका सन्दर्भमा धितोपत्र बोर्डलाई वित्तीय साक्षरता प्रबन्धन गर्न सहयोग गर्ने भन्यो। मलाई आशा छ यो रिपोर्ट अरू रिपोर्टहरू जस्तो थन्किएर बस्दैन र यसमा भएका धेरैजसो कुराहरू इम्प्लिमेन्ट भएर हाम्रो देशमा जुन किसिमको अहिले आर्थिक हामीले अवस्थाहरू झेलिरहेका छौँ, अप्ठ्यारोहरू झेलिरहेका छौँ, ती अप्ठ्याराहरू पनि बिस्तारै सुल्झिँदै जानेछन् र नेपालले अर्थतन्त्रको बाटोमा एउटा जुन किसिमको अवलम्बन गर्नुपर्ने कुराहरू थियो त्यसमा सही दिशानिर्देश प्राप्त गर्छ। सबै नेपालीहरू धनी हुँदै समृद्ध नेपाल बन्नलाई यो रिपोर्टले भूमिका खेल्नेछ भन्ने आशा गर्दै बिदा हुन्छु। हस्त, धन्यवाद, नमस्कार।